यो चाहिँ एउटा कोइन डिस्पेन्सर हो हैन 12 भोल्टबाट चल्ने अनि यो चाहिँ 12 भोल्टको लागि चाहिँ हामीले यहाँ कनेक्सन गर्छौँ है अनि यो कोइन कन्फिगरेसन गर्दैछौँ हामीले चाहिँ अहिले यो गर्नको लागि चाहिँ फर्स्टमा हामी अन गर्छौँ अन गरिसकेपछि यहाँ एड्रो मेनु छ यसलाई 2 सेकेन्ड जति थिचिरहन्छौँ यहाँ ए आउँछ ए आइसकेपछि यसलाई हामीले सेट बटन थिच्छौँ यहाँ ए आउँछ ए आइसकेपछि हामीले एउटा मात्र पोइन्ट हामी मैले यो टाइपको मात्र पोइन्ट एड गर्ने भएर मैले यसमा चाहिँ यहाँ 1 राख्दैछु है अब अरू पनि राख्ने हो भने हामीले 9वटासम्म राख्न मिल्यो त्यही भएर यसमा चाहिँ मैले 1 राखेँ अहिलेलाई अनि सेट गरिदिएँ एड चाहिँ अब तपाईँले यहाँ कतिचोटि राख्ने हो मिनिमम यो पोइन्ट चाहिँ राख्नको लागि अरू धेरै राख्दा पनि हुन्छ अथवा एउटा मात्र छ भने पनि हामीले 18 चोटि चाहिँ मिनिमम चाहिँ एउटा पोइन्ट चाहिँ राखेको हुनुपर्छ है त्यही भएर चाहिँ यसलाई हामीले 18 मा राख्छौँ अनि त्यसपछि सेट गरिदिन्छौँ अनि यसमा चाहिँ हामीले अहिले यो एउटा मात्र पोइन्ट मात्र हामीले एड गर्ने भएर हामीले P1 मात्र राख्छौँ अनि सेट बटन थिच्छौँ अनि यो चाहिँ फङ्सन की हो यसमा चाहिँ हामीले 10 राख्छौँ अनि त्यसपछि फेरि सेट बटन थिच्छौँ अनि थिचिसकेपछि फेरि यो सेट बटनलाई एकछिन थिचिरहन्छौँ यो A1 आउँछ A1 आइसकेपछि चाहिँ तपाईले यसलाई हाल्नु पर्यो 18 चोटि हाल्नु पर्यो एउटै कोइन 18 चोटि हाल्दा पनि हुन्छ अथवा तपाईसँग 18 वटा छ भने 18 वटा हाल्नु पर्यो है यहाँ 18 चोटि भइसकेपछि ब्लिक भयो अनि 0 भयो है तपाईले टेस्ट गर्न सक्नुहुन्छ यो कोइन हालेर यो एक देखाएको छ भने मैले P1 मा 1 मात्र राखेको छ त्यही भएर चाहिँ 1 देखाइरहेको छ जस्तै कि मसँग अरू पोइन्ट पनि छ भने यो पोइन्ट चाहिँ डिटेक्ट गर्दैन है तपाईको यहाँ यसरी आउँछ यो कोइन पनि हामीले सेट गर्न सक्छौं अहिले यसलाई चाहिँ हामीले यो मात्र चाहिँ सेट गर्छौं